गुना चाहिँ भाडा तिरेर हिँड्न बाध्य भएका छन्, त्यसलाई निर्मूल पार्नको निमित्त हामीले यसरी गरिरहेका छौँ। यो आन्दोलन यसरी चाहिँ बुटोलबाट हामी आज सशक्त रूपमा राखिरहेका छौँ। यो आन्दोलन देशैभरिबाट सम्पूर्ण यातायात व्यवसायीहरू यसै गरी आफ्नो ठाउँबाट एकजुट भएर उपस्थित भएर होइन बाटोमा उपस्थित भएर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनको निमित्त सम्पूर्ण यातायात व्यवसायीलाई म विनम्र अनुरोध गर्दछु र रातो प्लेट जहाँनिर जे हुन्छ त्यसलाई चाहिँ जसरी हुन्छ कारबाही गरेर रातो प्लेटलाई बोक्न नदिएर यातायात व्यवसायीहरूले विभिन्न मागहरू राख्दै गरेको अनिश्चितकालीन बन्दको आज दोस्रो दिन बुटोलमा सुनसान नै देखियो। यातायात व्यवसायीहरू आफ्ना सार्वजनिक सवारी साधनहरू घर तथा ग्यारेजमा थन्काएर सडकमा आई आफ्नो मागहरू सरकारले सुन्नुपर्छ भन्दै अझै पनि सशक्त आन्दोलन गरिने यातायात व्यवसायीहरू बताउनुहुन्छ। त्यसैगरी महँगो भाडा असुल्ने निजी गाडीहरूलाई पनि ठाउँको ठाउँ कारबाही गरेको देख्न सकिन्छ। आफ्ना गाडीहरू घर ग्यारेजमा थन्काएर हामी यसरी बाटोमा सङ्घर्ष गरिरहेका छौँ। तर हामीले बाटोमा यसरी सङ्घर्ष गर्दै गर्दा यही बसेर दिनौँ सञ्चालन हुने रातो प्लेट गाडीहरूले अन्य दिनहरूमा भन्दा 3 गुणा 4 गुणा बढी रेट लिएर चाहिँ यात्रुहरूलाई अत्यन्त बढी रेटमा समुद्री ठाउँमा चाहिँ पुराको गुनासो आइसकेपछि हिजो मात्र चाहिँ पोखरा गाडी 28,000मा गएछ, अनि काठमाडौँ गाडी चाहिँ एउटा गाडी चाहिँ काट्नु 32,000मा काट्नु गएछ। नर्मली यहाँ पोखराको रेट हामीले 10,000 दिन गरेका छौँ, 28,000 चाहिँ मान्छेलाई तिर्नु परेछ। 3 गुणा रेट तिरेर यहाँबाट गाडीहरूले चाहिँ यसरी लोकतन्त्र मचाइरहेको छ रातो प्लेटले भन्ने बुझिसकेपछि हामीले चाहिँ यो चाहिँ जनमानसबाट यात्रुहरूबाट र चाहिँ यातायात व्यवसायीबाट पनि यो चाहिँ हडतालबाट चाहिँ गुनासो आएको भएर यसलाई हामीले चाहिँ सहज रूपमा कहीँ कतै जाने इमर्जेन्सी व्यक्तिहरूलाई हाम्रै गाडीमा हालेर अन्य जिल्लाहरूसँग पनि कोर्डिनेट गरेर पठाइरहेछौँ भने अनावश्यक 2 गुणा 3 गुणा रेट लिएर व्यवसायीलाई दुःख दिने जुन काम भइरहेछ ती गाडीहरूलाई कारबाही गरेर हामीले ट्राफिक व्यवस्थापन कार्यालय हाम्रो चाहिँ बुटोलमा पठाइरहेछौँ। यहाँ हाम्रो चाहिँ ट्राफिक सरहरूले पनि सहयोग गर्नुभएको छ, यहाँ पछाडि पिटिपीले पनि सहयोग गरेको छ। हाम्रो माग जायज माग छ, सीमित माग छ। त्यो सीमित माग जायज माग यथाशीघ्र जसरी भए पनि चाहिँ कार्यान्वयन गर्नुपर्छ, त्यो कार्यान्वयन गराउनुपर्छ भन्ने उद्देश्यले हामी चाहिँ यत्रा 50औं जना 100औं जना व्यवसायी त्यसरी बाटोमा उम्मिएर हाम्रा आफ्ना भएका गाडीहरू घर ग्यारेजमा थन्काएर हामीले तिनै गाडीले गाडीको किस्ता तिर्ने, किस्तीको किस्ता तिर्ने, ब्याङ्कको किस्ता तिर्ने होइन, घरमा चाहिँ घाँसबास लत्ता कपडाको व्यवस्थापन मिलाउने गाडीहरू शुद्ध हामीले घर ग्यारेजमा राखेर थन्काएर हामी यसरी बाटोमा आएर यसरी सङ्घर्ष गर्नुको चाहिँ